그래야 공개했을 때 보셨어요. 예. 이거도 공개했어요. 예. हजुर 10 फिट 4 इंच हो यहाँको अशोक पिलर टोटल 이거 कति वर्ष पुरानो हो? यो 2600 वर्ष अघिको हो सर 26 वर्ष पुरानो। चार दृश्य बुद्धले देखिसकेपछि सत्यको खोजी गर्नको लागि बुद्ध भगवानले 12 मई राति यो गेटदेखि निस्केर जानुभएको छ। यो गेटलाई महाविनिष्क्रमद्वार लक्की गेट पनि भनेर चिनिन्छ। एक्जाम्पल बनाइएको छ। यसको मुनि हामी उत्पन्न गर्छौँ नि पुरै चाहिँ हाम्रो आइपे छ धेरै खम्बाहरू छ। त्यो कोन सिस्टम बोल्दा इटा 500 जना भिक्षु र बुद्धले वेलकम गर्न लागि यो मोनेस्ट्री बनाइदिएको यो मोनेस्ट्री हो यो बिहार बनाइदिएको 3वटा बुद्धहरू जन्मेका छन्। यसको वरिपरि पहिलो बुद्ध चाहिँ गोटिहोमा कगरचन्द बुद्ध जन्मेका छन्। सेकेन्ड बुद्ध कनमुनि बुद्ध, लास्ट बुद्ध शाक्यमुनि बुद्ध हाम्रो लुम्बिनीमा। या नम्बरलिंग ता शोकबतेले गाटोतेले अनि ये चैनल ला चांगमाला वेलकम ये ता दंदा शोकबा छक्छु दुम्बा ये सो ता तिनी मांगजु थरिङ कपिल वस्तु तङ अनि सांगे चुम्दिन देगी नेसा साचा मंगबु छिले ट्रे अनि नम्बरलिंग सुला दिनी मा सांगे ने चांगसा मंगबु दि छाजाङ दोसमा ते अनि दंदा दे नि गजु ni kimche ni kinjilong ta tratic chigitu andini mangazu tui ani nyintung mutu ni sirona ani ta tanda di lumbini gi nyintung di nambalinge changmala thokto yima rewa ye ta tanda ani dijik shue yi tanda ngazu shijagi ani jojo ani kunzun rongba khasheji de le yere ani kunzu chala ma de yi kunzu tanda bakwa le shara ani kunzu chala ma de yi ani kunzu tanda ma wa la bu de re ani mutu ni sirona ya da na twenda kunzu room di re ya to kunzu just do 네. 야, 나 네. 뱀바 누구다. 아니, 저도 스링다. 아니, 그나 로봇 상만 내 굽디샤. 내 뱀바 누구 좀 바꿔드렸다. Yeah, good morning. Kaje. Samala shoko dele. Yaar, bhai shoko dele. Ta driver ta ajo. Ko driver pe mano. Kapil basta kali da. Bhai. Kapil basta. Sake dong. Ah, lumini gi vlog sumbodi. Neko la driver ta. 내가 어디 먹을 내나 먹을 때 주스니 주는데 어디서?
या दा कपिल वस्तु लेसो अदनी या नांगलो जोए रे अदनी फर रोड छे हाईवे अदनी शहर के किलोमीटर चुस्तो ना ग्यार लिगी दो शो दा दो Uma delícia mesmo, tá? E aqui tá tudo, certo? E a pouco de seja. नमस्ते दादी स्टार्ट गरौँ सुन्नुहोस् यो ठाउँ जुन चाहिँ छ अहिले चाहिँ यसको नाम चाहिँ कुदान हो तर यसको एसेन्ट नेम चाहिँ निग्रोधारामा यो चाहिँ पाली संस्कृत भाषा हो निग्रोध भनेको बोधि वृक्षलाई भन्छन् जस्तै बर पिपल धाराम भनेको जहाँ भिक्षुहरू बसेर आराम गर्ने जस्तै सिद्धार्थ गौतमले चाहिँ जन्मेको लुम्बिनीमा उहाँ चाहिँ आफ्नो जीवन 29 वर्षसम्म चाहिँ बिताएको दरबार तिलौराकोट अनि 29 वर्षका उमेरमा उहाँका एउटा छोरा राहुल थिए 7 दिनका त्यही बेला उहाँले गृह त्याग गरेर ज्ञानको खोजमा पूर्वीद्वारदेखि निस्केर इन्डिया बोधगया जानुभयो बोधगयामा गएर 6 वर्ष तपस्या गरे जब बुद्धको रूपमा इन्लाइटमेन्ट भइसकेपछि उहाँका बुवा महाराजा शुद्धोधनले चाहिँ थाहा पाउनुभयो कि मेरो छोरा सिद्धार्थ चाहिँ धेरै ठुलो ज्ञानी भयो बुद्धको नामले परिचित भए अब मेरो पनि बुढ अवस्था भयो एकचोटि आफ्नो छोरासँग भेट गर्नु पर्यो र उसँग हामीलाई पनि केही ज्ञान लिनु पर्यो अनि यहाँदेखि 1000 सेना चाहिँ लिन लागि पठाए तर जुन सेना लिन गए सबैजना बुद्ध भगवानका प्रवचन सुनेर सबै भिक्षु भएर त्यही बसे कोही पनि फर्केर आएनन् यस्तै गरी महाराजा शुद्धोधनले चाहिँ 9 टाइम 1000 सोल्जर पठाए अनि जति सोल्जर जाने सबैजना मङ्क भएर त्यही बस्ने कोही पनि लिएर आउन सक्ने अनि यसपछि बुद्धका 2 जना बचपनका साथी थिए अनि कालुदया माता नामका मन्त्री छन्ना नामका साथी रथ चलाउने ड्राइभर अनि ऊ 2 जनालाई चाहिँ बोलाए भने तपाईहरु मेरो छोरोको साथी हो तपाईहरु लिएर आउन सक्नुहुन्छ यस्तो विश्वास छ मलाई जसरी पनि गरेर मेरो छोरालाई चाहिँ एकचोटि ल्याइदिनुस् हामी पनि केही ज्ञान लिम अनि उसँग ऊ एकचोटि भेट पनि गरौँ अनि ऊ 2 जना दरबारदेखि गए त्यो बेला भगवान बुद्ध चाहिँ राजगिरमा बस्नुभएको थियो इन्डिया बिहार साइडमा अनि त्यहाँ एउटा बेनुवन भनेको पाली भाषा हो बेनुवन भनेको बम्बु गार्डन त्यो बाँसको बगैँचामा चाहिँ भगवान बुद्धले 500 जना जति भिक्षुलाई चाहिँ प्रवचन दिइराख्नु भएको थियो अनि त्यही ठाउँमा गएर ऊ 2 जना उहाँका बुवाका मेसेज दिए अनि भगवान बुद्धले भने बुवासँग भनिदिनुस् म भिक्षु भइसके दरबारमा त आउन मिलेन मसँग भेट गर्न छ भने मेरो लागि र मेरो साथमा यो 500 जना चेलाहरू पनि आउँछन् कहीँ छुट्टै ठाउँमा व्यवस्था गरिदिनुस् म त्यहीँ आएर भेट गर्छु र केही समय त्यहाँ बस्छु अनि कालु दाइले आएर महाराजा शुद्धोधनलाई भने महाराजा शुद्धोधनले चाहिँ यो निग्रो धर्मस्थलमा 500 जना भिक्षु र बुद्धले वेलकम गर्न लागि यो मोनेस्ट्री बनाइदिएको यो मोनेस्ट्री हो यो बिहार बनाइदिएको यो बनिसकेपछि यहाँदेखि सन्देशा पठाए त्यहाँदेखि भगवान बुद्ध आउँदा 45 डेज पैदल यात्रा जब उहाँका कान्छी आमा महाप्रजापति गौतमीले जब सुने कि मेरो छोरा सिद्धार्थ चाहिँ यति दिनपछि बुद्ध भएर आउँदैछ म आफ्नो छोरालाई के अफर गरौँ अनि उहाँले आफ्नो हातले एउटा चिवर बनाउनु हो चिवर थाहा छ जुन मङ्कहरू लगाउने लुगा येल्लो कलरको अनि त्यो आफ्नो हातले एउटा चिवर बनाए अनि भगवान बुद्ध जब आउनुभयो उहाँलाई चाहिँ आउनमा त्यहाँ राजगिरदेखि यहाँसम्म पुर्नमा 45 दिन लागेको थियो पैदल यात्रा अनि जब भगवान बुद्ध यहाँ आइसकेपछि उहाँका बुवा आमा यहाँका जनताहरू उहाँका स्वागत गर्न आउनुभयो तर उहाँका बुढी यशोधरा आउनु भएनन् उहाँ रिसाउनु भयो कि उहाँले जाँदाखेरि मसँग एकचोटि भेट पनि गर्नु भएन म जादिनँ उहाँले चाहिँ दरबारमा आउनुपर्छ भेट गर्न अनि आमा बुवाले चाहिँ उहाँका भव्य रूपमा स्वागत गरे अनि यसको पछाडि एउटा स्तूप चाहिँ छ त्यहाँ एउटा ठुलो चाहिँ बरको बुट थियो ठुलो त्यसै मुनि बुद्ध र उहाँका चेलाहरू गएर बसे अनि आमाले गएर त्यो लुगा चाहिँ दान गरे तर बुद्धले स्वीकार गरेनन् भन्नुभयो आमा यो मैले व्यक्तिगत नदिएर यो चाहिँ सङ्घ दान गर्नु सङ्घ भनेको सबैजनालाई अनि धेरै पुण्य पाउनुहुन्छ अनि आमाले त्यो लुगा सङ्घ दान गरेको अनि यहाँ यो बिहारमाथि एउटा शिवलिङ चाहिँ छ त्यो पछि 8औं शताब्दीमा आदि जगत गुरु शङ्कराचार्यले चाहिँ त्यो स्थापना गर्नुभएको थियो अनि त्यसको तला एउटा स्तूप चाहिँ छ त्यसको नाम चाहिँ लोटस स्तूपा हो अनि त्यही ठाउँमा जहाँ भगवान बुद्धले आफ्नो बुवासँग चाहिँ फर्स्ट टाइम भेट गरेको अनि आफ्नो बुवाले चाहिँ मजिम निकायको 5 एउटा सूत्र चाहिँ ज्ञानमा दिएको
यो ठाउँमा। अनि पछि उहाँका आमा बुवा दरबारमा फर्केर जानुभयो। अर्का दिन के भयो, भगवान बुद्ध र उहाँका चेलाहरू सबै आफ्नै राज्यमा चाहिँ बेग्रिङ गरेर खाना खाने। जब उहाँका बुवा सुन्नुभयो कि मेरो छोरा राजकुमार हो, यस्तो मागेर खाँदा कति लाजको कुरो हो, बेइज्जतीको कुरो हो। अनि उहाँले दुगडेर त्यहाँदेखि यहाँ आउनुभयो दरबारमा यहाँ। अनि यहाँ आएर आफ्नो छोरासँग बाबु यस्तो भिक्षापन गरेर नखानुहोस्, तिमी राजाको छोरो हो, राजकुमार हो, यस्तो मागेर खाँदा तिम्रो बुवा यो राजको ठुलो बेइज्जती हुन्छ। अनि भगवान बुद्धले भने अब म हजुरको छोरा सिद्धार्थ होइन, राजकुमार होइन, म भिक्षु भइसकेँ, मेरो धर्म मागेर खाने हो। अनि यो सुनेपछि महाराजा शुद्धोधनले चाहिँ बुद्ध र उहाँका चेलाहरूलाई चाहिँ इन्भाइट गरे कि आउनुहोस् म भोजन दान दिन्छु दरबारमा। अनि यहाँदेखि भोजन दान लिन दरबारमा जानुभयो। त्यहाँ गएर भोजन दान लिए, भोजन खाएँ। अनि आफ्नो भिक्षा पात्र जुन हुन्छ, जुन माग्ने भाँडो, त्यो चाहिँ आफ्नो भाइ नन्दले दिनुभयो। अनि त्यसपछि आफ्नो बुढी यशोधरासँग त्यही ठाउँमा भेट गर्नुभयो। अनि यशोधरा जब आफ्नो हस्बेन्ड बुद्धले चाहिँ त्यो मङ्कको रूपमा हेरेर उहाँ चाहिँ कराएर रुन थाले। उहाँले सोध्नुभयो तपाईँ मैले किन छोडेर जानुभयो, मसँग एकचोटि भेट पनि गर्नु भएन। अनि भगवान बुद्धले भने म जाँदाखेरि आएँ, तर तपाईँहरू सुत्नुभयो थियो, मैले डिस्टर्ब गरेन, एकछिन हेरेर बल्ल यहाँदेखि गएको। त्यही बेला उहाँका छोरा राहुल 8 वर्षको उमेरमा थिए। अनि राहुल खेल्दै खेल्दै आइपुगे। अनि आमाले रुँदा हेर्दा आमासँग सोधे, आमा तपाईँ किन रुनुभयो, उहाँको अगाडि उहाँ चाहिँ को हो भनेर सोधे। अनि उहाँले भने यो हजुरको बुवा, जाऊ आफ्नो बुवासँग आफ्नो अंश माग्नुहोस्, आफ्नो प्रपर्टी माग्नुहोस्। अनि भगवान बुद्ध आउँदा राहुल पनि औँला समातेर पछाडि पछाडि यहाँसम्म आए। अनि नन्दा चाहिँ उहाँका ब्रदर जुन थिए, कान्छी आमाका छोरा, त्यो भिक्षा पात्र लिएर यहाँसम्म आउनुभयो। अनि यहाँ आइसकेपछि राहुल आएपछि यहाँ आफ्नो बुवासँग, भगवान बुद्धसँग बुवा मेरो अंश दिनुहोस् भनेर माग्नुभयो। अनि उहाँले भने मसँग के छ, मैले त राजपाट त्याग गरिदिएँ, भिक्षु भइसकेँ, के दिन सक्छु। अनि राहुलले भने होइन बुवा, मेरो अंश हजुरैसँग चाहियो, जे छ हजुरसँग त्यही दिनुहोस्, त्यही मेरो अंश हो, हजुरको चिनो पनि हो। अनि भगवान बुद्धका 2 जना चिफ डिसाइपल थिए, सारीपुत्र र मौगलाना पुत्र। ऊ 2 जनालाई चाहिँ बोलाएँ, भने म तपाईँलाई जुन ज्ञान दिएको सबै राहुललाई दिनुहोस्, त्यसको हकांश त्यही हो र मेरो चिनो पनि, किनकि अरू मसँग उसलाई दिन लागि केही छैन, सबै त्याग गरिसकेछु, यति दिनमा यही ज्ञान मात्र कमाएको जुन हजुरहरूलाई दिएको। अनि सारीपुत्रद्वारा राहुललाई त्यो ठाउँमा लगेर राहुललाई ज्ञान दिएर, जुन ढिस्को चाहिन्छ, राहुललाई ज्ञान दिएर अनि चिवर लगाएर बाल मुण्डन गरेर राहुललाई चाहिँ भिक्षु बनाइदिएको ठाउँ त्यो हो। अनि पछि भगवान बुद्ध यो ठाउँमा 3 महिना बर्खा बस्नुभयो। 3 महिना बसेको बेला यहाँ नुहाउने कमल पोखरी अगाडि एउटा पोखरी छ नि, त्यसको नाम कमल पोखरी हो। त्यसमा नुहाउने, लुगा धुने। अनि यहाँ एउटा बिचमा इनार पनि छ पानी खान लागि। अनि भगवान बुद्ध 3 महिना यही ठाउँमा बसेर, जहाँ आमाले लुगा दान गरेको ठाउँमा बसेर 3 महिनासम्म धर्म उपदेश पनि दिनुभयो। अनि उहाँका उपदेश सुन्न लागि त्यो बेला जस्तै कन्ट्रीहरू थिएन, त्यो बेला सानो सानो टुक्रामा राज्यहरू थियो। थुप्रै राज्यका जनता आएर उहाँका प्रवचन सुनेर धेरै मान्छे चाहिँ बौद्धिज्म धर्म अपनाए, भिक्षु भए। अनि उहाँका आमा पनि धेरै खुसी हुनुभयो उहाँको प्रवचन सुनेर। अनि आफ्नो छोरासँग बाबु मलाई पनि आफ्नो सङ्घमा लिनुहोस् जस्तो भनेर रिक्वेस्ट गर्नुभयो। तर भगवान बुद्धले मानेनन्, किनकि त्यो बेला लेडिज भिक्षुनी हुने चलन थिएन। अनि धेरै रिक्वेस्ट गर्दा भगवान बुद्धले भन्नुभयो ठिक छ, म आफ्नो सङ्घमा हजुरलाई लिन्छु, तर यसमा एउटा रुल फलो गर्नुपर्छ, त्यो गर्न सक्नुहुन्छ भने म आफ्नो सङ्घमा हजुरलाई लिइहाल्छु। अनि आमाले त्यो रुल भन्नुभयो। अनि आमाले त्यो फलो गरे। पछि इन्डिया वैशालीमा गएर आमाले चाहिँ ज्ञान दिएर अनि त्यो चिवर लगाएर उहाँका आमा चाहिँ फर्स्ट लेडिज भिक्षुनी चाहिँ महाप्रजापति गौतमी हुनुभएको थियो। पछि उहाँको पछि फेरि 500 लेडिजहरू भिक्षुनी भएको, त्यसमा उहाँका बुढी पनि यशोधरा पनि हुनुहुन्थ्यो पछि भएको। पहिलो आमा हुनुभयो फर्स्ट लेडिज भिक्षुनी। अनि पछि 500 जनामा उहाँका वाइफ यशोधरा पनि सँगै भयो। अनि पछि यहाँदेखि फेरि वापस इन्डिया जानुभयो। यति नै हो, धन्यवाद। कान्छी आमा महाप्रजापति गौतमी उहाँ चाहिँ लुगा दान दिँदैछन्, त्यो पिक्चरमा हेराएको छ। तर त्यो पिक्चर पुरानो होइन, स्तूप चाहिँ पुरानो हो, पिक्चर चाहिँ नयाँ हो, पछि 20 वर्ष पुरानो हो। एकजना
मङ्कले यस्तो बनाएर सम्झना लागि राखाइदिनु। अनि यो इनार भयो पानी खाने त्यो बेला 3 महिना बसेको बेला। अनि यो कमल पोखरी नुहाउने। अनि यो जुन ठाउँ चाहिँ छ यो तलको स्ट्रक्चरहरू यो चाहिँ हजुरको 3rd सेन्चुरी BC को हो, माथिको 8th सेन्चुरी AD को हो। यो सम्राट अशोकले चाहिँ रिबिल्ड गरेको। ओके अशोक सम्राट। अशोक राजा नभए त अनि यिनीहरू पत्ता लगाउने थिएन कहाँ उसकै अब के भन्ने उसकै कारणले उहाँको कारणले यो ठाउँ पत्ता लाग्यो, पत्ता लाग्यो। अब बुद्ध धर्म पनि फैलियो। मेन भूमिका त उहाँको हो, सम्राट अशोकको हो। उहाँका छोरी छोराको पनि देश विदेशमा जुन प्रचार गरेको उहाँको छोराछोरी हो सम्राट अशोकको। अनि अशोक सम्राटले पनि उहाँका ठुलो सबैभन्दा ठुलो चेला चाहिँ उहाँले प्रचार गरिन्। अनि यो मेन इन्ट्रान्स चाहिँ यो मेन गेट नेमदी जहाँगी सप्ताह डोचे अनि तुसा लंगा दिरी मेन गेट गो दिदी मा यो निकाल्नु रिम दी हो इधर रिम माने साला मिक्स है नि गर्दै जनालाई चाहिँ बोलाए भने म तपाईले जुन ज्ञान दिएको सबै राहुलले दिनुस्। त्यसको हकांश त्यही हो मेरो चिनो पनि, किनकि अरू मसँग उलाइदिन लागि केही छैन। अनि सारी पुत्रले राहुललाई यही ठाउँमा ल्याएर ज्ञान दिएर चिवर लगाएर बाल मुण्डन गरेर राहुललाई चाहिँ भिक्षु बनाइदिएको ठाउँ। राहुलको कपाल चाहिँ काटेर यो डिस्को मुनि राखेर स्तूप बनाइदियो। 대기 이거 디차수 다되는 방향 사실 신발 먼저 드라이버 기칙 도기래 한 넘버링이 속에서 야만 이거도 캐버지 아니 거가야다 루미니기 바자 나오더라 이 에이전시인데 모다 하이어 치사인데도 아니 코로나 넘버라 제가 제제 아니 모다기랑 차상 틱 도기도 아니 먼저 단다 모다디 7시터에 아니 숨동 앞절에 송 다다다 지지 중에서 봐도 거기를 여기도 네고 차상 거래야 돼. अब यो ठाउँ जो सर यो ठाउँको नाम गोटी हुआ हो। गोटी हुआ यो ठाउँको नाम। यहाँ फर्स्ट बुद्धको पहिलो बुद्धको जन्म भएको ठाउँ अहिले पुरातत्व विभागले प्रमाणित गरेछ। यो ठाउँ जुन छ यो खाल्डो जति छ त्यति खाल्डोको नेपाल सरकार अनि इटालियन टोली संयुक्त मिलेर उत्खनन गरे। उत्खनन गर्दाखेरि यसले जुन गोलोकार आकारमा जुन छ यो स्तूपा हो कर्पुत छन्दा बुद्धको यो स्तूपा अहिले उत्खननमा निस्केछ मिलेछ। यसलाई प्लास्टिक माटो राखेर संरक्षणको लागि अहिले छोपेछन्। उता अशोक पिलर छ, अशोक पिलर पनि यही छ। यसको माटो कहाँ गयो? यसको माटो अब यही अब यो पुरै इटाको व्यवस्था। यो चाहिँ अब 2600 वर्ष जति आगै पुरानो हो के।
2600 वर्ष पुरानो, त्योभन्दा पुरानै हो यो। 26 हजुर, हाम्रो नेपालमा 3 बुद्धको अहिले जन्म भएको पत्ता लागेछ। त्यो मध्ये यो फर्स्ट बुद्धको पहिलो बुद्धको भयो, हजुरको बुद्धको नाम कर्कुछन्दा बुद्ध। कर्कुछन्दा यो अशोक पिलर जुन छ सर, यो अशोक पिलर यहाँको 10 फिट 4 इन्च पुरै टोटल अहिले मिलेछ। 10 फिट छ, 10 फिट 4 इन्च हो पुरै टोटल लम्बाइ यो अशोक पिलरको। हजुर, सबै उस्तै होला लम्बाइ। पुनः अब यो माथिको पार्ट अहिले फेला परेको छैन, माथिको पार्ट जुन छ यो भाँचेछ। अब उत्खानमा यस्तै यति मिल्यो। खन्दाखेरि है। हजुर, यो जमिन, यो पनि जमिन मुनितिर थियो। हजुर, 10 फिट 4 इन्च हो यहाँको अशोक पिलर टोटल। यो कति वर्ष पुरानो हो? यो 2600 वर्ष अघिको हो सर, त्योभन्दा अघिको हो। यो खनेर कति भयो दाइ? यो पहिला देखेन जस्तो 1988 मा, यो 98 मा, 1998 मा यो पत्ता लागेको थियो। यो 1998 मा। अनि यहाँ यो स्तूप है? यो स्तूपा यही हो सर, यो गोलाकार आकारमा स्तूपा यही हो, पुरै इँटा हो। अब यो त्यो बेलाको फोटोग्राफी जो गरेको थियो विदेशीहरूले, त्यसमा अहिले बोर्डमा छ, अहिले हेर्न मिल्छ। पुरै इँटाको बेस छ। अब के छ? अरू सर केही छैन। उता एउटा इनार निस्केछ, कुवा, कुवा उत्खननमा कुवा उता छ। कसरी यो पहिला मात्र खनेर? खनेर निकालेको हो यो स्तूप चाहिँ। पुरै इँटा छ कि कसले खन्छ? पुरातात्विक विभागले हैन? यो चाहिँ यो खाल्टो जति छ, खाल्टोलाई नेपाल पुरातत्व विभागले अनि इटालियन टोलीहरूले विदेशी आए थिए कि उत्खनन गर्दा त्यसरी आउने सर। यतादेखि अनि फगाला अशोककै पिलर। अब यो चाहिँ उत्खनन जो भएछ यो इनारको यही सालमा गरेको थिए पुरातत्व विभागले। यो उत्खनन गरेर यो तलैदेखि जोडान गरेर माथि ल्याएछन् कि यो न्यू हो हजुरको तलपट्टिको तलैदेखि जोडान गरेर माथि ल्याए। यो त्यही बेलाको इनार हो, बौद्धकालीन हो। अलिकति जुम गरी माथि थापे। हजुर हजुर, माथि यो यो थापेछन् के न्यू इँटा थापेछन्। टङ्गा पनि थियो यसले। सांगे कप्स। यो चाहिँ 40 फिट जति गहिरो छ। यो के हो? यहाँ गाउँ थियो सर, यहाँ गाउँ थियो। 2075 सालमा पुरातत्व विभागले उहाँलाई क्षतिपूर्ति दिएर हटाइदियो के। पुरै घाट थियो, यो पुरै बस्ती थियो, 37 वटा घाट थियो यहाँ। यो ढुङ्गा सुनचोसी मात्रै हुन्छ, पुरै त व्यवस्था हैन, सही छ निबे छ। अहिले 75 सालमा यहाँदेखि घर सारेको हो। अहिले भर्खरै 5 वर्ष जति भयो। खङ्बर सा छुट्टै रहेछ। 어디시네 양보다. देशे खङ्गरको तोरा छ त्यो कुद्दे। एउटा इनारहरू छ उता हजुर हेर्न मिल्छ। त्यो पुरानो इनार हो, यस्तै पुरानो इनार एउटा अरू छ उता। कसकिन इनार बिरो कसरी भएको? हजुर, यो त्यही बेलाको हो, यो कर्कुछन्द बुद्धको बेलाको हो इनार। अहिले यहाँ संरचनाहरू धेरै छन् के, उत्खनन काम भए छैन। उत्खनन गर्दाखेरि अब जस्तै तिलौरा कोटमा दरबार जस्तै निस्किन्छ दिवाल संरचनाहरू, यहाँ पनि निस्किने धेरै सम्भावना छ। किनकि हाम्रो घर यही थियो, यही घर हो क्या हाम्रो। अहिले भर्खरै 5 वर्ष भयो यहाँदेखि सारेको घर उता। यो पुरानो इँटा हो यो। हजुर, यो पनि अब पुरानो इनार हो, तर यो माथिको 1-2 लेयर जति विदेशी जुन आए थिए उत्खनन टोलीहरूले त्यहाँ यो मरम्मत गरिदिए। त्यो पुरानै हो के सर, त्यो इनार पुरानै हो, एकदम पुरानै इँटा हो, त्यही बेलाको इँटा हो।
춘바리 안디니 마 거저기 다디 속다 ल्याएछिदो यो माथि थापे छ त्यसको संरक्षणको लागि थेपा जप्लोरेस ओ बाबु त्यो पोखरी के हो त्यो पोखरी दुईटा पोखरी छ यसै अन्तर्गत यसैको अन्तर्गतमा छ के भयो यो अब पुरानै पोखरी हो सर अब यो प्राचीनै कालदेखि नै थियो पोखरी यसको अहिले कथा जुन छ अहिले यति अब छैन के अहिले वैज्ञानिकहरूले यो के हो दाइ यो बेल हो बेल अब यो बेलको रुख हो बेल पनि फलेछ यो खाने चिज हो खाने चिज हो सर तर यो चाहिँ अब वैशाख जेठमा यसलाई यो पाक्छ के एकदमै गुलियो हुन्छ त्यसको भित्र अहिले पाके छैन अहिले पाके छैन काँचो छ त्यो पछि नगत त्यसो यहाँ पे ट्रेस हो त्यसै ज्याम्बे मानिमा युद्ध चप्दिन त्यसमा माथि नचढ्नु सर नचढ्नु युद्ध चप्दिन धेरै जड कुन चाहिँ जिप्स दिरे यसो त्यो जग्गा जोक्छ अनि तितो ठक जब अनि सिङ्गापुर दिने बच्चासँग दिदिरहन्छ त्यो यस्तै नेसाल दिरे ngaji ma tunga ji do chugi tunga ji kimba ni drido ta singdo uru ya cha rimido ta chonga sha de नेसला यहाँ चल ती दो दान देखि नै याबो मलाई ती बसाके र तदि सिंगो सर्के देखि र नयाँ दिगरा केने मा छाइजोरा कोग्यो मरा ओद्रे यो चाहिँ पेटको लागि एकदम फाइदेमन्द हुन्छ के त्यो सांगे गिनेसला पोलेर आगोमा पोल्दाखेरि सिंगदो दि ngamu हेरेसरा थादा यसको गुलियो जुन छ भित्र त्यो अलि मिठो ngamu सिंगो हेरेस अंग्रेजीमा के भन्छ अंग्रेजीमा अब त्यो थाहा छैन नेपालमा के भन्छ नेपालीमा त बेल हो शब्द जितो त बेल पत्र यसको पात जुन छ यो बेल पत्र हुन्छ कि शब्द र त्यो शादी विवाहमा बेता पागला यहाँ सोचेको रिमको जाऊ या या दा देला छासो यान्दनी मुथुन बेन्दा शोबेमा या दा दे दिसनि सो जब चा दं दे दे दा चा छे तो नो छे यान्दनी मुथुन दं रे नंग सु ड्राइवर कोन रे या था नंगलो ल दोएंदा नि नमलेंगे सो तने सिरोना tadi kopi basture sha ini nganju tanji dela chatung jindemba ni anta do अनि सधैँ चाहिँ के दिए यसलाई गाइड चाहिँ अब 저 춤이라고 나고 쭈쭈고 있어요. अबले 저들 진짜 치는 거 뉴스 हजुरहरू सर कुन ठाउँदेखि आउनुभयो हामी काठमाडौँबाट चाहिँ काठमाडौँ कुन ठाउँ काठमाडौँ जौलेखेल थाहा छ ए जाउलाखेल हजुर त्यहाँ जाउलाखेल भक्तपुर हजुर हजुर हजुरको चाहिँ पाटन भयो होइन हजुर हजुर धेरै मान्छेहरू चाहिँ उहाँहरू आउनुहुन्छ सोलुखुम्बु हुनुभयो या दा ini mah ada orang gede sih jadi an नम्बर लगे छ या कुछ से जुन एउटा यो हेर्नु भयो नि दुईटा हजुरहरूलाई सम्पूर्णलाई नमस्कार गरी मेरो नाम विजय यादव म कपिल वस्तु टुरिस्ट गाइड नै हो र त्यसपछि चाहिँ बुद्धको दरबारमा हार्दिक स्वागत छ जहाँ बुद्धले चाहिँ 0 वर्षदेखि 29 वर्षसम्म चाहिँ खेलेको हुर्केको शिक्षा दीक्षा लिनुभएको ठाउँ यो रहेछ जब बुद्धले 4 दृश्य देखेपछि पूर्वी गेटदेखि चाहिँ बुद्धले आफ्नो गृह त्याग गरेर चाहिँ सत्यको खोजीमा जानुभएको रहेछ देवताहरू पनि चाहिँ बुद्धलाई वेलकम गर्नका लागि चाहिँ आउनु भएको थियो अरे
फुल वर्षाहरू पनि गर्नुभएको थियो त्यो भगवानहरूले चाहिँ। त्यसपछि भोलिपल्ट चाहिँ जन्म भइसकेपछि माइत गएर फेरि बुद्धलाई दरबारमा पुनः फर्काइयो। फर्काउने बेला चाहिँ यही गेटदेखि चाहिँ बुद्धलाई चाहिँ प्रवेश गराइएको थियो दरबारमा आफ्नो। यो गेटलाई चाहिँ हाम्रो वेलकम गेट भनेर चिनिन्छ। यो चाहिँ यो हाम्रो नेपाली तारानन्द मिश्र चाहिँ 1960 मा यो गेटलाई उत्खनन गरेर बाहिर निकाल्नु भएको उजागर गर्नुभएको रहेछ। चाहिँ यो दरबार जुन छ हाम्रो बुद्धको दरबार चाहिँ यो 3 किलोमिटरमा दरबार हाम्रो फैलिएको छ। एकदम ठुलो छ है। हजुर ठुलो छ एरिया। र पहिले यो दरबारलाई चाहिँ हाम्रो नहरले घेरेको रहेछ, 22 फिट चौडा नहर। त्यो नहरमा पानी हाम्रो यो खोलाको जुन भागीरथी नदीको पानी छ त्यहाँदेखि डाइभर्ट गरेर यो खोला चाहिँ नहरमा राखिन्थ्यो इरिगेसन सिँचाइको लागि पनि। र त्यसपछि त्यो नहरमा हाम्रो पानी जनावरहरू पनि राखिने गरिन्थ्यो सुरक्षाको दृष्टिकोणले चाहिँ। यो गेटदेखि चाहिँ भविष्यवाणी थोरै बुद्धको जीवनीहरू पनि थाहा होला होइन, त्यो चाहिँ मैले त्यतातिर गएन भन्नुहुन्छ भने त्यो पनि मैले भनिदिउँला। त्यसपछि भविष्यवाणी बुद्धको चाहिँ हस्तरेखाहरू हाम्रो विद्वानहरूले ज्योतिषहरूले देखेपछि यो चाहिँ ठुलो भएपछि चाहिँ एउटा जोगी नै बनेर जान्छ भन्ने कौण्डिन्यले चाहिँ भनिसकेपछि चाहिँ सिद्धार्थन राजाले उहाँको बुवाले चाहिँ अब छोरालाई चाहिँ अब जसरी भए नि चाहिँ यहाँ कपिलवस्तुको शर्माट राजा बनाउनु पर्छ भन्ने चाहिँ त्यो प्रति उहाँको सिद्धार्थन राजाको ध्यान गयो। अनि संसारिक जीवनले बुद्ध हेरेपछि चाहिँ भिक्षु नै बनेर जानुहुन्छ भनेपछि त्यसपछि चाहिँ बुढो मान्छे, रोगी मान्छे, भिक्षु मान्छे प्रतिबन्ध गर्नुभयो सिद्धार्थन राजाले। यस्ता मान्छेले छिन्नै दिनु भएन दरबारमा। मेरो छोराले यस्तो मान्छे देखायो भने चाहिँ ऊ जोगी बन्ने चाहिँ त्यो हुन्छ नि एउटा चाहिँ इच्छाहरू जाग्छ कि भन्ने चाहिँ त्यो चाहिँ मनमा डर भइरहेको थियो। अनि यस्तो मान्छे नदेखेपछि मेरो छोरा पक्कै नै यहाँको राजा बन्ने छ भन्ने चाहिँ उहाँको सोच थियो र सोच जस्तो उहाँको भएन रे। त्यसपछि यो पछाडि हाम्रो जुन छ हाम्रो त्यहाँ आर्मीहरू हिँड्नुहुन्थ्यो अरे भनेर चाहिँ हाम्रो विद्वानहरूले भनेका छन्। र यसको जुन छ सेक्युरिटी रुम छ यो दुईवटा हाम्रो, र यो जुन छ हाम्रो अलि मोटो अलि अग्लो छ नि यो वाचिङ टावरहरू रहेछ। प्रत्येक गेटको गेटमा चाहिँ हाम्रो वाचिङ टावरहरू पनि राखिएको छ, बाहिर निकालिएको छ। र अहिले चाहिँ हामीले यो चाहिँ ड्रोनले खिचेको यो म्याप रहेछ तिलकको दरबारको। यो जति देख्नुभयो नि यो पुरै चाहिँ पुरातत्व विभागले चाहिँ अधिग्रहण गर्नेछ। यो पुरै टोटल उसको मास्टर प्लान बनिसकेछ र पुरातत्व हाम्रो नेपाल सरकारले 4 किल्ला प्रमाणित गरिसकेको छ त्यो चाहिँ। र त्यसपछि मेन दरबार जुन छ हाम्रो बुद्धको बुवा बस्ने दरबार प्रशासनिक भवन चाहिँ हाम्रो चाहिँ 100 बाई 100 मिटरको दरबार त्यो एकदम सेन्टरमा छ, त्यहाँ पनि हामी जानेछौँ अहिले चाहिँ। र त्यसपछि चाहिँ यो बुद्धको घोडा मरेको ठाउँ र यहाँदेखि अनुसन्धान र उत्खनन गर्दाखेरिमा यी चाहिँ सामानहरू चाहिँ भेटिएको छ, सबै हाम्रो कपिलवस्तु म्युजियममा राखेको छ। र त्यसपछि चाहिँ हामीले अब धेरै यो नक्साले के रिप्रेजेन्ट गरिरहेछ भने जुन यो रातो कलर देख्नुभयो नि सर, यो सबै बााउन्ड्री वाल रहेछ हाम्रो चारतिरदेखि घेरेको ठाउँ। र निलो छ हाम्रो कलरको यो बाटोहरू थियो आवत जावत गर्नको लागि चाहिँ यो काठको बनाइएको छ। र हाम्रो विदेशी स्वदेशी र बुद्धिस्टहरू आउँदाखेरिमा यो मार्गमा यो चाहिँ बाटोमा हिँड्यो भने त्यसलाई एउटा फिल आओस् कि बुद्धको दरबारमा हामी हिँडिरहेको छौँ। र त्यसपछि चाहिँ यो जुन कालो जुन देख्नुभयो सबै बुद्धको दरबार रहेछ। यो चाहिँ हामी त्यहाँ गन्छौँ। नमस्कार मामी। र त्यसपछि सर यो जुन देख्नुभयो नि यो हजुरको लगभगमा बुद्धको समयमा चाहिँ यो लगभग 12 मिटर चाहिँ चौडा बाटो थियो अरे आवत जावत गर्नका लागि। अब यो त सालको काठको बनाइएको यो बाटो हो, यो एकदम ड्युरेबल पनि। र त्यसपछि चाहिँ बुद्धका वंशहरू बस्दाखेरिमा यहाँ चाहिँ यो जङ्गल जुन देख्नुभयो नि यो पुरै सालको जङ्गल थियो सर, एकदम यहाँदेखि लगभगमा 1.5 किलोमिटर जाँदाखेरिमा पुरै सालको चाहिँ जङ्गलै पाउनुहुन्छ। यो उत्खनन गर्दाखेरिमा यस्ता सामानहरू भेटिएको छ। लगभगमा यो दरबारमा यो घाँस हेर्नुभयो नि झारहरू लगभगमा कतै 20 सेन्टिमिटर 25 सेन्टिमिटर 30 सेन्टिमिटर उत्खनन गर्दाखेरिमा यो वर्जिन इँटाहरू हेर्न सकिन्छ हामीले चाहिँ। यो पुरै चाहिँ हाम्रो चाहिँ यहाँ पुरै एउटा दोकानहरू जस्तो पसलहरू सानो पसलहरू पनि राखेको हुनसक्छ भन्ने चाहिँ अनुसन्धानहरू गर्नुभएको रहेछ। र यो ठाउँमा उत्खनन गर्दाखेरिमा धेरै किसिमका चाहिँ हाम्रो बिड्स टेराकोटा
र त्यसपछि मूर्तिहरू चाहिँ प्रशस्त मात्रामा भेटिएको हुनाले चाहिँ यसलाई सब एन्ड सोभेनियरको रूपमा चाहिँ हाम्रो पुरातत्व विभागले लुम्बिनी विकास कोषले चाहिँ विभिन्न टिमहरू चाहिँ यहाँ चाहिँ आएर अनुसन्धानहरू गरेको छ। त्यो चाहिँ हामीले चाहिँ प्रत्यक्ष त्यहाँ गएर चाहिँ हेर्न सक्छौँ। त्यसपछि हजुरको चाहिँ प्रत्येक इँटामा पालहरू पनि देखिएको छ सर। भन्न खोजेको यो दरबारमा हाम्रो पुरातत्व विभागले लुम्बिनी विकास कोषले युनेस्कोले चाहिँ उत्खनन गर्दाखेरिमा त्यो बुद्धको समयमा काठको दरबारहरू चाहिँ भेटिएको छ। अहिले हामी त्यहाँ जान्छौँ होइन, एउटा यो पसल जस्तो चाहिँ यो देखिएको छ। त्यसपछि इँटामा पालहरू देखिएको छ। यो खम्बाहरू जुन छ नि गाडिएको छ। एउटा रेप्लिका एउटा होइन एउटा जस्तो इक्जाम्पल बनाइएको छ। यसको मुनि हामी उत्खनन गर्छौँ नि पुरै चाहिँ हाम्रो खम्बाहरू छ। यो एउटा सानो पाठ हो मात्र उत्खनन गरिएको छ सर। पुरै चाहिँ यो दरबार जुन छ नि हाम्रो पुरै चाहिँ हजुरको चाहिँ इँटाले पुरै छरिएको छ। दरबारले चाहिँ भरिएको छ पुरो चाहिँ यो। अहिले हामीले अनुसन्धान गर्नुपर्ने धेरै छ यहाँ चाहिँ। हजुर र त्यसपछि एकदम हामीले सेक्रेट चाहिँ पूर्णमा चाहिँ जान गइरहेको छ। मैले चाहिँ बुद्धका वंशहरूले चाहिँ नुहाउने ठाउँ हजुर सांगे गपी सुबुटु सर पोखरी छ सर। तल चाहिँ अहिले माटोले पुरिसकेका छन्। अब त छैन। मसँग फोटो छ होइन। यता सर यता एकछिन यहीँ यो ठाउँमा धेरै ठाउँ नै यहीँ चाहिँ हामीले अहिले चाहिँ सेन्ट्रल पोर्टमा मध्य भागमा रहेको पोखरी सर यहाँ फोटो मजाको आउँछ चाहिँ अलिकति हजुरको चाहिँ यो 26वटा लेयरहरू चाहिँ भेटिएको छ यो साइडमा र प्रत्येक इँटाको साइज भनेको 42 सेन्टिमिटर वेट नियर अबाउट 20 केजीको रहेछ। यो चाहिँ 2015 को यो चाहिँ हाम्रो यो संरचनाहरू भेटिएको छ यहाँको रहेछ। यो सेन्ट्रल पोन्टको हाम्रो उत्खनन गर्दाखेरिमा भेटिएको चाहिँ यो इँटा भनेको हाम्रो अशोक कालको सम्राट अशोक राजाले जब आउँदाखेरिमा उहाँले निर्माण गरेको पोखरी र यो चाहिँ शाक्य परिवारहरूले चाहिँ नुहाउने ठाउँ र यो 30 बाई 30 मिटरको पोखरी भेटिएको छ। काठमाडौँको पाटन छ नि मङ्गला बजार हो क्वाइट बी सेम भनेर चाहिँ भनेका छन् हाम्रो। र त्यसपछि यो 2 वर्षमा सर हाम्रो यो जुन छ अलिकता पुरातत्व विभागले लुम्बिनी विकास कोष, दुर्गाम युनिभर्सिटी जापान र कसाई होटलको यो टिमहरू आउनुहुन्छ यहाँ उत्खनन गर्दाखेरिमा। लगभगमा यो सबै बोर्डमा देख्नु भएको छ यो। र फाइनेन्सियल सपोर्ट आर्थिक सहयोग कसले गरेछ भने जापान र कसै होटलको आर्थिक सहयोगमा उत्खननहरू प्रत्येक वर्षहरू हुँदो रहेछ चाहिँ। र त्यसपछि चाहिँ हाम्रो यो चाहिँ हजुर लुम्बिनी विकास कोष यो चाहिँ हाम्रो हजुर ल टटो लुम्बिनी विकास कोष र जापानको फन्डिङले गर्दाखेरिमा यो 1967 to 1977 में पुरातत्व विभाग लगायत सम्पूर्ण टोली चाहिँ यहाँ उत्खनन गर्दाखेरिमा चाहिँ 2200 पञ्चमार्को र बिड्स टेराकोटा नेक्लेस अनि मान्छेको हड्डीहरू समेत चाहिँ यो ठाउँदेखि भेटिएको थियो भनेर चाहिँ हाम्रो अनुसन्धानहरूले भनेका छन्। र सबै सम्पूर्ण चिज हाम्रो कपिलवस्तु म्युजियममा राखेको छ। र थोरै चाहिँ यो टोली हाम्रो युनेस्को हाम्रो जापानको टिम र नेपाल लुम्बिनी विकास कोषको चाहिँ उत्खनन गर्दाखेरिमा दृश्य हेर्न सकिन्छ। र यो चक्रहरू जुन छ गोरुगाडाको जुन चक्रहरू पनि यो चाहिँ भेटिएको छ। र त्यसपछि चाहिँ यो जुन हाम्रो मिटिङ हालदेखि लिएर जुन छ नि बस्ने सर सबै भेटिएको छ। र त्यसपछि मेडिटेसन सेन्टर पनि भेटिएको छ त्यहाँ चाहिँ। र उता चाहिँ मान्छेहरूको हड्डीहरू पनि
उठान गर्दाखेरिमा भेटिएको छ भनेर चाहिँ भनेछन् र उता इनार पनि भेटिएको छ हाम्रो टाउको होइन तर बाडीको केही पार्ट्सहरू चाहिँ भेटिएको छ अरे भनेछन् हाम्रो चाहिँ। र त्यसपछि सर अलिकता सर यता हाम्रो कपिल वस्तु जुन छ नि यसको यो भिडियो एकदम बनाउनु पर्ने छ यसको सर थोरै यो प्राचीन कालमा हाम्रो तिलरकोट भनेर भनिन्छ होइन कपिल वस्तु भनेको हाम्रो एउटा किङडम पनि थियो र क्यापिटल सिटी पनि थियो र किङडम भनेको यो हाम्रो क्यापिटल सिटी भनेको यो 3 किलोमिटर र चाहिँ फैलिएको छ हाम्रो बुद्धको राजधानी र चाहिँ राज्य कहाँसम्म फैलिएको थियो भन्दाखेरिमा यता रोहिणी नदी हिमाल उत्तरतिर दक्षिणतिर चाहिँ हाम्रो गौतम बुद्धले जुन कपाल काटेर भिक्षु भन्नुभएको थियो अनम नदी त्यहाँसम्म र राप्तीसम्म यो हाम्रो बुद्धको राज्य चाहिँ फैलिएको थियो। र त्यसपछि चाहिँ अहिले कपिल वस्तुलाई चाहिँ नयाँ नाम तिलरकोट पनि भनेर चिनिन्छ र दिएको छ। यो कपिल वस्तुलाई तिलरकोट किन भन्दाखेरिमा यहाँ 3वटा बुद्धहरू जन्मेका छन् यसको वरिपरि। पहिलो बुद्ध चाहिँ गोटिहोमा कगरचन्द बुद्ध जन्मेका छन्, सेकेन्ड बुद्ध कनकमुनि बुद्ध, लास्ट बुद्ध शाक्यमुनि बुद्ध हाम्रो लुम्बिनीमा। जब अशोक राजाले बुद्धिज्म अपनाइसकेपछि यो 3rd सेन्चुरी BC मा लगभगमा आउँदाखेरिमा यस्तो यो पवित्र ठाउँमा उहाँले प्रत्येक बुद्ध जन्मेको ठाउँमा अशोक पिलरहरू गाड्नु भएको रहेछ। त्यसले गर्दाखेरिमा यो ठाउँलाई चाहिँ तिलरकोट भनेर चिनिन्छ। TI भनेको 3 बुद्ध, लौरा भनेको हाम्रो डन्डा भन्छ, अशोक पिलरलाई चाहिँ इन्डिकेट गरेको छ र कोट भनेको चाहिँ यो 45 एरियालाई चाहिँ कोट भनेर चिनिन्छ। त्यसले गर्दा तिलौरा कोट भनेर चिनिन्छ यो ठाउँलाई चाहिँ हामीले चाहिँ। र त्यसपछि हामीले चाहिँ अब यो बुद्धको बुवाको प्रशासनिक भवनमा चाहिँ दरबारमा हामी जानेछौँ। त्यहाँ चाहिँ एकदम महत्त्वपूर्ण ठाउँ त्यहाँ छ हाम्रो। अब यहाँ चाहिँ मेन इम्पोर्टेन्स छ सर। यो चाहिँ हाम्रो अहिले पुरातत्व विभागले लुम्बिनी विकास कोषले युनेस्कोले चाहिँ यहाँ एउटा GPS भन्ने जियोफिजिकल सर्वे मसिनले एक्सरे गरिएको छ। तलमुनि के छ भन्दाखेरिमा त्यो एक्सरे मसिनले के देखाएको छ भने यो बाउन्ड्री वालदेखि लिएर त्यसपछि चाहिँ हाम्रो यो स्ट्रेट बाटोहरू चाहिँ र यो जुन कालो कालो जुन देख्नुभयो यो इँटाहरूको संरचनाहरू तलमुनि दबेको छ। हेर्न सक्नु जहाँ ततै हाम्रो इँटाको दरबारहरू छरिएर बसेको छ तलमुनि। हामीले निङ्गै आँखाले हेर्दाखेरिमा यो घाँस जङ्गल जस्तो देखिन्छ तर होइन, यो पुरातत्व विभाग लुम्बिनी विकास कोषले चाहिँ अनुसन्धान गर्दाखेरिमा यो पुरै दरबारै इँटाले चाहिँ पुरै भरिएको छ। हामीले चाहिँ लगभगमा 100%मा लगभगमा 10% मात्र यो साइडलाई उत्खनन गरेर के रिसर्चमा ल्याएका छौँ। मेन दरबार जुन छ हाम्रो एकदम प्रशासनिक भवन र सङ्ग्राम विहारहरू चाहिँ यो भेटिएको छ। जस्तै यो हाम्रो मेन दरबार भयो 100 बाई 100 मिटरको दरबार, त्यो रुखदेखि लिएर त्यो पल्लो रुखसम्म सर यता 100 बाई 100 मिटरको चाहिँ दरबार भेटिएको छ। हामीले इक्जाम्पलको रूपमा बोर्ड पनि हेर्न सक्छौँ। एउटा यो बोर्ड भयो उत्तरी गेट, यो चाहिँ हाम्रो पूर्वी गेट र दक्षिण गेट सेतो देखिरहेछ नि हो। र त्यसको प्रत्येक गेटको जुन छ गेटमा बोर्ड राखेको छ। र त्यसपछि चाहिँ माया देवीले जुन सपना देख्नुभएको थियो सेतो हात्ती र सेतो फुल कमलको फुल, त्यो ढुङ्गा पनि चाहिँ यो दरबारमा हाम्रो भेटिएको छ। हेर्न सक्नुहुन्छ सेतो हात्ती र सेतो कमलको फुल यो हाम्रो कपिल वस्तु म्युजियममा राखेको छ। र त्यसपछि यो रुखमुनि ठ्याक्कै उठान गर्दाखेरिमा कुसान कालको पैसाहरू चाँदीका चाहिँ तामाको पैसाहरू पनि भेटिएको छ। र यहाँ उठान गर्दाखेरिमा धेरै चाहिँ अवशेषहरू र देवी देवताको मूर्तिहरू प्राचीन कालका चाहिँ पैसा इँटाहरू चाहिँ भेटिएको छ। र इँटाहरू यति ठुलो साइजको चाहिँ लगभग 20 किलोको चाहिँ लगभगमा हाराहारीमा एउटा इँटा चाहिँ वेट लगभगमा छ हाम्रो चाहिँ यो 42 सेन्टिमिटरको चाहिँ। र यो दरबारमा धेरै किसिमका इँटाहरू चाहिँ हाम्रो भेटिएको सानो ठुलो हजुरको भेटिएको छ। र त्यसपछि त्यो मन्दिर जुन छ नि हाम्रो छ त्यो मन्दिर पछाडि त्यहाँ जानु भन्नुभएको रहेछ नि, त्यो शाक्य परिवार कुलदेवता पनि भनेर बुझेका छन्। तर एकर्डिङ टु द स्टोरी र त्यसपछि हाम्रो पुरातत्वविदहरूले जुन अनुसन्धान गरेका छन् हाम्रो
त्यो चाहिँ तर बुद्धले चाहिँ त्यति चासो दिनु भएन जुन एउटा हुनुहुन्छ। अनि के भन्नुभएको थियो आफ्नो बुढीसँग, म यशोधरा म तिमीलाई एक दिन म छोडेर चाहिँ सत्यको खोजीमा जान्छु। अनि चाहिँ बुद्ध त्यसपछि यशोधराले चाहिँ भन्नुभयो किन भन्नुभयो, हेर्नुहोस् म यो संसारमा किन जन्मेको छु भनेर चाहिँ र यो मान्छे जुन मरिरहेछन्, बिच्छू भइरहेछन् र चाहिँ कुष्ठरोग लागिरहेछ, यसको कारण के हुन सक्छ भनेर चाहिँ बुद्धले चाहिँ यही गेटदेखि चाहिँ 29 वर्षको उमेरमा गृहत्याग गरेर जानुभएको थियो। भन्नुभयो बुवा म राजपाट लिनु अगाडि मेरो जनता मेरो सिमाना कहाँसम्म छ एकचोटि म अवलोकन गर्न चाहन्छु। अनि अवलोकन गर्ने क्रममा घोडामा चढेर सारथीसँग बुद्ध प्रत्येक गेट बाहिर जाँदाखेरिमा बुद्धले पूर्वी गेटदेखि बुढो मान्छे, मरेको मान्छे, बिच्छू मान्छे, रोगी मान्छे देखेपछि उहाँको मनमा के आयो सङ्कल्प, मान्छेको जीवन भनेको दुःखदायक रहेछ। जे आँखाले देख्छ त्यो एक दिन नष्ट भएर जान्छ हैन। मान्छे जन्मिने बित्तिकै ऊ आफ्नो मृत्युको बिउ सँगसँगै बोकेर आएको हुन्छ। हजुर यही गेट हो सर। बुद्धले जब गृहत्याग गर्ने बेला चाहिँ हैन सँगै चुम्दिन दे त खसा गेट दिने त को खलाउरे ती त 미기 강에다 동네에서 통라 아니 어디 통에 그 야간 용리 들어서 랑가 디디레서 아니 이거 저도 सँगै चुम्दिन दे 디 김면다 창마 용 야간 용리 타고 야간에 되라 최다 미 동네 강에 통서들서 이 게트 디디레서 दिने हजुर 야간 용리 들어서 यो सर हामीले 12 बजेर हामी अहिले चाहिँ एकदम लक्की गेटमा र त्यसपछि चाहिँ पूर्वी गेटमा हामी छौँ। अहिले चाहिँ यो चाहिँ हाम्रो 4 दृश्य बुद्धले देखिसकेपछि सत्यको खोजी गर्नको लागि बुद्ध भगवानले 12 बजे राति यो गेटदेखि निस्केर जानुभएको छ। यो गेटलाई महाविनिष्क्रमद्वार लक्की गेट पनि भनेर चिनिन्छ। र त्यसपछि उता जुन छ नि बुद्ध अनुमान नदीमा पुगेपछि इन्डिया सत्यको खोजी गर्दाखेरिमा बुद्धले कपाल काट्नु भयो अनि राजाको जुन पोसाक लगाउनु भयो त्यो आफ्नो सारथीलाई दिएर गएर यो शीघ्र मेरो बुवा आमालाई एउटा मेसेज दिनुस् कि हजुरको छोरा चाहिँ सत्यको खोजी गर्न गयो। अनि बुद्धले चाहिँ सारथी र घोडालाई फर्काइदिएपछि घोडा त्यही उभिएर यो दरबारभित्र हेर्दा आफ्नो सिद्धार्थ गौतम बुद्धलाई नदेखेपछि ऊ दुखित भएर चाहिँ घोडा चाहिँ त्यही मरेको रहेछ। अनि शाक्य परिवारहरूले त्यही जलाएर अनि स्तूप बनाइदिनु भयो। अनि कन्थक रिटर्न भनेर चाहिँ कन्थक स्तूप भनेर भनेका छन् हाम्रो चाहिँ एकदम। र यो त्रिलोककोट दरबार छ हाम्रो टेन्टिभ लिस्टमा चाहिँ वर्ल्ड हेरिटेजमा पुगिसकेको छ। यो साइडलाई चाहिँ एकदम को बुवा र मायादेवी र त्यसपछि बुद्ध अनुयायी भनेर सत्यको खोजीमा निस्केपछि चाहिँ अरू शाक्य परिवारहरू पनि चाहिँ बुद्धको अनुयायी बने। एउटा गुतान भन्ने ठाउँ जानुभयो होला। जब बुद्धत्व प्राप्त गरेपछि आफ्नो बुवा आमालाई त्यहाँ भेट्नु भएको थियो सिद्धार्थ गौतम बुद्धले चाहिँ। र सत्यको खोजी र ज्ञान दिएपछि सबै शाक्य परिवारहरू सत्यको मार्गमा हिँड्न थाले। र यो कपिल वस्तुमाथि आक्रमण गर्यो एउटा राजाले, कौशल राज्यको राजा प्रसन्जितको छोरा विरोधक भन्ने राजाले यो दरबारलाई जलाएपछि र यहाँका शाक्य परिवारहरूलाई मारेर एउटा सग्राह भन्ने ताल छ 77,000 शाक्य परिवारलाई मारेको रहेछ अरे, पुरै नष्ट गरेको रहेछ। र अहिले हाम्रो पुरातत्वविद अनुसन्धान के गरेका छन् अहिलेसम्म यो दरबारमा 5 वटा वंशहरूले बसोबास गरेका छन्। यो दरबारलाई रिबिल्ड पनि गरेका छ अरे एक आपसमा। पहिला यो दरबारमा पहिला हाम्रो शाक्यहरू बसेका छन्, त्यसपछि मौर्य, सुङ्गा अनि कुसाना अनि लास्ट गुप्ता, यहाँ 5 वटा डाइनेस्टीहरू बसोबास गरेका छन् लगभगमा चाहिँ।
야, 나 아주 꼬라줘. 나 छोडिन यी त भयो गाडी हजुरको त त्यो गोलो त्यो गोलो ठुलो चाहिँ हाम्रो गौतम बुद्धको बुवा आमाको समाधि रहेछ हजुर सानो चाहिँ माया देवीको रहेछ बुद्ध जन्मेपछि 7 दिनमा माया देवीको निधन भएको थियो अनि सिद्धोधन राजाको 97 वर्षको उमेरमा उहाँको निधन भएको थियो अनि त्यहाँ लगेर जलाइयो नदीको छेउमा त्यो बेला नदी त्यही नजिकै थियो रे त्यही छ डिजाइन गर्न नियम कपी मिल्छ त 거기 접었는데 스텝 바이 스텝 시도 두단데 리모트 쿼리티 하나 근데 그 필요 단절하는데 리모트 쿼리 그래 공개했을 때 보니까 예 이거도 공개했어 예 공개돼 부터 쓰람 버천 All about Sune. Where are you guys from? मी काठमाडौँबाट अन्त घुम्जेब त हुने त्यो Ja, das ist ja so. He proved this is the place Kanak Muni Buddha was born. So we say Kanak Muni where born? Born in Lumbini country. He was born in like a Tadi Ashok di pilar. Ni la di ringbu yosa. Tela di chega chane. Ni chasha ani chega tura jik tela tisho che tura jik di bahasa nanglo narang. This pillar make Asoka. So Asoka he make from because Asoka that time make 40 pillar. 40? Yeah, 40 different places standing. Okay. So that's our Nepal, we find it 3 pillar. So 1 pillar here. So this is single stone and cut and make. Yeah, and then near the Varanasi, have Chunar, the one mountain. So he transport to here. So how they like bring to here? They need 500 horse. Yeah, 500 horse, and they can use like a 2-way. 키만 똥바지게 똥바지네 근데 얘 똥었어 बहुत नहीं तो त्यहाँ एउटा अर्कै भाग थियो कि टुटेको भाग त्यो लोटसको भाग थियो कि त्यो लोटस छैन अहिले त्यो लोटसमाथि फेरि चिन्ह थियो एउटा एनिमलको त्यो पनि अहिले छैन लोटस कुछ 얘네들 똥바지 어디 똥바졌어 the total height pillar all the pillar height 9.81 meters
mà kẹp là chua rồi. Chê mẹ lo chứ mình. Thì năng nó là sang cái chấm đến để cuốn ra. Umuannya pengen. Ya, đã được. Ya, đã để sasta, anh chú gì, nếu có sẽ tham gia số, đã đến mà, ní khá sát đó, khá là nhưng mà sáng để là khá sát đó. Kalasas diresa Siddhartha restaurant ani gong tak ta du kalasim boche ada be mano da cho to ani thoko chang da shela ya boche ta lunch break ya da ni go chan da de kalasa de ningu hala. Oleh yang kalau saya